डे 38 है। अनि 60 दिनमा आइफोन किन्छु भनेको 38 भइसक्यो, अब 20-22 दिन मात्र बाँकी छ। र आज चाहिँ म यो भिडियोबाट चाहिँ मलाई कमेन्ट गर्नुहुने मेरो रेगुलर कमेन्ट टप 5 कमेन्टरलाई चाहिँ कमेन्ट गर्ने मान्छेलाई सम्झिन चाहन्छु र उहाँहरूलाई पनि यसो प्रोत्साहन हुन्छ, उहाँले सपोर्ट गरिरहनु भएको छ, गर्न त सबैले गर्नुहुन्छ होइन, त्यही पनि टप 5 रेगुलर आजसम्म लगभग यत्रो 38 दिन भइसक्यो लगभग सबै भिडियोमा कमेन्ट गर्नुहुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद। म चाहिँ ब्रेकफास्ट दिनु लागिरहेको छु। आज चाहिँ 5:30 बजी हो। म चाहिँ आज भोलि चाँडै उठ्छु, अलि यसो हेल्दी डाइट लिएर चाहिँ अब काममा जानु लाग्यो। अब एकचोटि भरे 6:30 बजीतिर आइपुगिन्छ यहाँ चाहिँ। त्यही हो, फर्स्टमा हुनुहुन्छ मन्जु माइजी हुनुहुन्छ, अनि त्यसपछि दोस्रोमा हुनुहुन्छ अनु दिदी हुनुहुन्छ, अनि किशोर दाइले पनि सम्झेछु, अनि तेस्रोमा हुनुहुन्छ माया दिदी, अनि चौथोमा हुनुहुन्छ फुपू, अनि फिफ्थमा हुनुहुन्छ उषा दिदी है। अनि ल के अरे युट्युबमा पनि सम्झिनुहुन्छ, एकजनाले लास्टै कमेन्ट गर्नुहुन्छ चुल्ठो गेमिङ के मान्छेको थाहा छैन। त्यही हो, धेरै धेरै सपोर्टलाई धेरै धेरै मनैबाट धन्यवाद। अनि अरू पनि हुनुहुन्छ, नवीन सोल्टी हुनुहुन्छ, मेरो आफ्नो दिदीहरू हुन्छ, सबैलाई धेरै धेरै धन्यवाद। साथीहरूले पनि गरिरहनुहुन्छ होइन, त्यही भएर धेरै धेरै धन्यवाद सपोर्टको लागि। फेरि सपोर्टको आशा गर्दैछु र अरू चाहिँ पछि देखाउँछु है त।